यता पछाडि हुनुभएका दाजुभाइ दिदीबहिनीहरू पनि सम्पूर्ण नआत्तिनुहोस्, यता अगाडि आउनुहोस्। एकछिन हेलो यो पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईहरु। पुलिससँग धक्कामुक्की नगरिकन तपाईहरु सबैजना यहाँ आउनुहोस्, ग्राउन्डमा आउनुहोस् त एकपल्ट ग्राउन्डमा। म प्रहरीका साथीहरूलाई के भन्छु भने अब तपाईहरु अश्रु ग्यास प्रयोग गर्ने काम नगर्नुहोस्। यो घरमा लुकेर ढुङ्गा हान्ने अश्रु ग्यास हान्ने काम नगर्नुहोस्। राप्रपाका नेताहरू धवल शमशेर दाइहरू सबैलाई क्यामेरा सेडाई मञ्चमा नवराज सुवेदी दाइ संयोजक दाइहरू सबैजनालाई क्यामेरा सेडाई दाइ रविन्द्र मिश्र दाइ धवल शमशेर अनिल बस्नेतजी शिवसेनाको अध्यक्ष नवराज सुवेदी सबैलाई यहाँ आउनको लागि अनुरोध गर्दछु। समस्त राष्ट्रप्रेमीहरूलाई आह्वान गर्दछु, यो ऐतिहासिक दिन हो। हामी धैर्यताका साथ सभ्यताका साथ बसौँ। कति साथीहरू यहाँ अहिले घाइते हुनुभएको छ, केही छैन, केही फरक पर्दैन। हाम्रो सुरक्षाकर्मीज्यूहरूलाई लागे पनि नेपालीहरूलाई लागे पनि हामी एउटै सन्तान हौ र कृपया यो स्टेजमा पनि हजुरहरू शान्तसँग बसिदिनुहोस्। यो हाम्रै नेपाल हो, हाम्रै भूमि हो र हाम्रो दुर्गा सरले हाम्रो धवल शमशेरज्यूलाई म यो माइक दिँदैछु र कृपया शान्तको साथ बस्न अनुरोध गर्दछु। मित्रहरू तपाईहरु नआत्तिनुहोस्। यो पुलिससित डराउने होइन, तर ढुङ्गा मुढा नगर अगाडि बढ्ने हो। नचुरो सभ्य बनो सबैजनाहरू। हामी यो शान्तिपूर्ण आन्दोलन हो। तपाईहरु नधुनी आज यो शान्तिपूर्ण आँसु ग्यासमा अश्रु ग्यासहरू प्रहार भएको छ, ढुङ्गामुढा प्रहार भएको छ, कुन बेला गोलीबारी प्रहार हुन सक्छ। मित्रहरू तपाईहरु नआत्तिनुहोस्, हामीहरू सबै साथ छौँ। यो गणतन्त्र यो संहितालाई समाप्त पार्ने आज यो दिन हो। तपाईहरु नडराउनुहोस्। सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, गणतन्त्र विरोधी, संहिता विरोधी एक ठाउँमा आज हामी उभिएको छौँ। यो गणतन्त्रलाई समाप्त पार्नको लागि हामी यहाँ छौँ। ल मैले माइक दुर्गा प्रसादजीलाई दिएँ। हेलो नवराज सुवेदी यहाँ आउनु पर्यो। होइन हामी अब अघि बढ्छौँ, हामी संसद भवन कब्जा गर्छौँ। एयरपोर्ट कब्जा गर्नुपर्छ पहिला, एयरपोर्ट संसद भवन पहिला। साथीहरू यो आजको अभियानको कमान्डरलाई हामीले सुरक्षित ठाउँमा लगेर राखेका छौँ। तपाईँहरू भित्र नहुनुहोस्। मैले परसम्म साथीहरू देखेँ। तपाईँ अगाडि आउनुहोस्, हामीले तपाईँहरूका कमान्डरलाई सुरक्षित ठाउँमा राखेर आइसकेका छौँ। तपाईँहरू अगाडि आउनुहोस्। सबै साथीहरू पर बसेर हेर्ने होइन, अगाडि बढ्नुहोस्, पर बसेर हेर्ने होइन। हामीले तपाईँहरूका कमान्डरलाई सुरक्षित ठाउँमा राखेर आएको छौँ। दुर्गाजी यहीँ हुनुहुन्छ, धवलजी यहीँ हुनुहुन्छ। तपाईँहरू अगाडि हिँड्नुहोस्, यहाँ बसेर गर्ने होइन। प्लिज एकछिन शान्ति, एकछिन चुप लाग्नुहोस्। हाम्रा साथीभाइहरूमाथि अश्रु ग्यास प्रयोग गरिएको छ। सुन्नमा अनुसार कसैको ज्यान जाने अवस्था छ भनेर, दुईजना त ज्यान जाने अवस्थामा छन् भनेको छ। मेरो अगाडि रक्ताम्ने भएर लडिरहेको छन्। यो शान्तिपूर्ण आन्दोलनलाई यो भ्रष्ट ओली सरकारले यदि
ग्यास प्रहार गरेका छन्, लट्ठी प्रहार गरेका छन्, भाका प्रहार गरेका छन्। निहत्या जनतामाथि प्रहार भएको छ, मान्छे घाइते भएको छ, मरासन्न अवस्थामा पुगेको छ। सम्पूर्ण साथीहरू अगाडि मञ्चमा आइदिनु होला है। नभागौ साथीहरू, नभागौ, एकजुट हौ। अश्रु ग्यासले आँखा हेर्नु नभएको छ, पुरा अश्रु ग्यास। साथीहरू तपाईँ अलि संयम बस्दिनुहोस् र मञ्चबाट पनि हट्दिनुहोस्, अलि तल सर्दिनुहोस् न। हामी एकताबद्ध भएर लड्नुपर्छ, हामी यसरी भाग्नु पनि हुँदैन, हामी यसरी तल। साथीहरू कृपया सबै हामी एक भएर बसौँ, हामी एक छौँ, हामी लड्न तयार छौँ र हामी मर्न तयार छौँ, नडराउनुहोस्। साथीहरू हामी अब जाँदाखेरि माउरीको गोलो जस्तो भएर हिँड्नेछौँ, माउरीको गोलो जस्तो भएर झाइकट गर्छौँ, झिकीकट छोड्दैनौँ, हामी झिकीकट छोड्दैनौँ। श्रीपाद महाराव्य सरकारको, श्रीपाद महाराव्य सरकार। लाइन काट्दियो। साथीहरू प्लिज संयम बुर्का बसिदिनु होला। धैर्य धारण गरौँ साथीहरू, धारण गरौँ, धैर्य धारण गरौँ, हामी नभागौँ, धैर्य धारण गरौँ। यहाँ हामीलाई ढुङ्गा लाग्छ। साथीहरू कृपया उता भएको साथीहरू पुलिससँग नजुदिनु होला है। पछाडि भएको नजुदिनु, पछाडि यता साइडको साथीहरू धैर्य होइन, अगाडि बढ्नुहोस् साथीहरू, सबैजना साथीहरू अगाडि बढ्नुहोस्। म होइन, धैर्य धारण जनताले गर्दैन, आउनुहोस् अगाडि बढ्नुहोस्। सम्पूर्ण साथीहरूलाई हामी मात्र छैनौँ, वृद्धहरू पनि हुनुहुन्छ, उहाँहरूको सुरक्षालाई ध्यानमा राख्दै एकछिन संयम हुन अनुरोध गर्दछु र ढुङ्गामुढा नगरिदिनको लागि र प्रहरीज्यूहरूलाई पनि असुर ग्यास नफाल्नको लागि आदरणीय सुरक्षाकर्मीज्यूहरूलाई पनि म विनम्र अनुरोध गर्दछु, किनभने यहाँ युवाहरू सँगसँगै 80, 70, 90 वर्षका वृद्धहरू पनि हुनुहुन्छ, उहाँहरूको सुरक्षाको लागि भए पनि हामी संयम हौँ र कृपया समस्त दाजुभाइ दिदीबहिनीहरूमा संयम हुनु, धैर्य राख्नु भन्दै म समस्त दाजुभाइ दिदीबहिनीहरूलाई यो कम्पाउन्डमा आउनको लागि आह्वान गर्दछु। हाम्रो अश्विन नेपाल मेरो आवाज सुनिरहनु भएको छ भने यहाँ पहिलोचोटि आउनु भएको रहेछ, काठमाडौँ हराउनु भएको छ, कृपया यो मञ्चमा आउनको लागि आह्वान गर्दैछु। ल यहाँ पनि हान्यो है अश्रु ग्यास, यहाँ पनि हान्यो, यहाँ पनि प्रहार भयो। यहाँ पनि प्रहार भयो है अश्रु ग्यास। अघिदेखि प्रहार हुँदै थियो, अहिले यहाँभित्र चारैतिर घेरा हारेर अश्रु ग्यासको प्रहार भएको छ।
सुरक्षाकर्मीज्यूहरूलाई पनि विनम्र अनुरोध गर्दछु कि हजुरहरूले असुर ग्यास नफाल्नु होला। त्यो ग्यासले गर्दाखेरि सबैजनालाई गाह्रो भएको छ र युवाहरू जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरू पनि संयम भएर बस्दिनको लागि अनुरोध गर्दछु। ओए अश्विन भाइ तिमी कहाँ छौ? म यहाँ मन्त्र चोया आइजाऊ तिमी मगेर दिपेन्द्र ठकुरी तिमी कहाँ छौ? छिटाउ छिटो। यहाँको स्थानीय जति पनि हुनुहुन्छ घरवाला हुनुहुन्छ यहाँहरूको घरभित्र बसेर असुर ग्यास हानेको हुँदाखेरि यहाँको घरमा आक्रमण भइरहेको छ। यहाँहरूले यहाँको घरमा असुर ग्यास हाल्नको लागि बन्द गरिदिनु मिलन घरमा बसेर पुलिसले हान्छ भने पछि घरै आउला। पानी त यहाँ एउटा राख्नुपर्छ। प्राण भन्दा प्यारो छ पाइँदैन पाइँदैन। देश छोड हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। आयो 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 धन्यवाद। प्राण भन्दा प्यारो छ प्राण भन्दा प्यारो छ। कता कताबाट फर्काइरहेको छ यार। पुरा तितर भित्र चारैतिर भएर घेरे नि त यिनीहरूले। घर माथिबाट हाने कि हामी जहाँ जहाँ गयो त्यहाँ त्यहाँ। यिनीहरूले त पुरा प्लान बनाएको रहेछ त पहिल्यै। तनावग्रस्त छ है काठमाडौँ सहर अस्त व्यस्त। पुरा टियर ग्यास हानिरहेछ सहनै नसक्छ। अनि माथिबाट हान्छ थाहै नहुने अगाडि नै पर्दिने क्या। त्यसपछि त निसासेर भुटुकै हुने। कस्तो यिनीहरूले लास्टै प्लान बनाएर रहेछ नि त चारैतिरबाट घेर्ने। च्याप्पो भएपछि भइहाल्छ नि कता जाने जाने हुन्छ कहाँ उता एयरपोर्टतिर हानिहाल्छ जान्छ अर्को ठाउँमा।
माकुनेको घर जाने के भयो